हेलो साथी हो, वेलकम ब्याक टु माई रोइला च्यानल होइन। अनि आज पनि फेरि म नयाँ भ्लग लिएर आउँदैछु। अनि आजको भ्लगमा भनेको चाहिँ खास चाहिँ के होइन, हामीहरू फेरि पनि खोक्पा खान कुद्दैछौँ होइन, दाजुभाइ मिलेर। अनि यहाँ चाहिँ हाम्रो जेठा दाजु रेडी हुँदै हुन्छ है, होइन त दाजु? अनि यता हाम्रो कारो दाजु के छ अनि सुनिल खबर? एकदम ठिक छ नि। अनि अब चाहिँ भनेको होइन, खासै देखाउनलाई के हुँदैन, जाँदै गर्दाखेरि भिडियो क्लिपहरू बनाउँदै जाने हो। लाँदा आउँदैछ कतैकोबाट कस्तो राम्रो कलकल आउँछ। खानु नि दाल अनि यस्तो राम्रो छ त। अनि आज टिपुङ्की भनेको ढिलो भयो। लाजको लाली बोकेर देऊ न। अब चाहिँ रेडी सेडी भएर लाग्यो होइन, बिहेमा जाने अरे। बिहे भन्दा नि यो केटी मान्छेको लिम्बूहरूको चाहिँ खोक्पा हुन्छ होइन। अरूको पनि त्यस्तै होला न कि के भन्छ कालो दाजु? जेठा दाजु के भन्छ अरूको चाहिँ केटी मान्छेको बिहेमा? फाको। तपाईँहरूको? हाम्रो सुँगुर पोते। ए टिका टालो। अरे अरे के पो देखियो हौ? पेल्नु पर्छ नि यार, दबाएर होइन। मासु दामी नखाइछ अझै? अरे हङ्ग्री हामीलाई खाली हुनु पर्यो नि। डिउले भएर भराइदिएको छ नि डिउले। हाम्रो चाहिँ हाम्रो यो ग्राउन्डमा पुग्यो अहिलेको। यहाँनिर यहाँको चोक चाहिँ यहाँ तलतिर बनाएको रहेछ। गाना साना सुन्नु थाल्यो है होइन। बेगर पुग्न आँट्यो, बेगर पुगेर चाहिँ गाना डिस्टर्ब हान्छ, पुरै साइलेन्ट। प्रेम भाइ नाच्ने छम्मा 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 हिँड्नेपछि चाहिँ म जहिले रमाइलो थियो। जहिले रमाइलो होइन कहिले दाजु? तिमीसँग हिँड्नेपछि त त्यही डान्स नि अस्ति नै बेमा नि डह्रो नि हान्नु छ त नि। कसले यत्रो च्याप्टे खाएको यो हिजै होला होइन? ए बर्खान त ए चढाएकोहरू पो होला न। बर्खान्तले गर्दा बेसरेको नि होइन। के भयो भाइ? यता हिरो, यता हाम्रो हिरो दाजु झन् खतरा। आम्मा कत्रो हौ। आकाशको भारी ल्याउन अनि भार लिनु गएको र होइन? यसलाई खानु अब छैन तर जहिले झ्यापमा है। हामी पहिला अबिर तुम्बा हुँदाखेरि बेघर पुग्यो होइन, चाहिँ पुरै साउन्ड साइलेन्ट गर्ने बेला आयो किनभने गाना बज्दैछ। सो रमिताहरू झलक देखाएर क्लिप क्यान्सिल। यता शुभचार कलम स्वागतम। बेहुला बेहुली हेर्दै हुन्छ यहाँ चाहिँ पुरै। जेठा दाई, जेठा दाई बुढो मान्छे अनि मनिषा नै हो उसको नाम। जेठा दाजु अगाडि, ठुलो बडाहरूलाई अगाडि, सानो मान्छेहरू पछाडि, कपुबाहरूलाई अगाडि। ठाउँ रहेछ होइन हाम्रो, दामी खाले। ल अब चाहिँ खाना खान आँट्यो है, दामी सुप लाएर है।
ए अचल हो केटाहरू 1 hour later. खाना चाहिँ अन्तिम अवस्थामा पुग्यो होइन योभन्दा लोड गएन भने सुनिल लोड गएन नि अब त होइन जान सकेछु हेरौँ न पर्छ 1 घन्टै भयो होला हामीहरू खाना खाएको यार सब भिडियो हेर्नु त दामी ल है त यहाँ चाहिँ किचन है हाम्रो हामी तातो हुन्छ ल यहाँ चाहिँ अब च्याब्रुङ्गालाई बिदाई हुँदैछ है च्याब्रुङ्गालाई बिदाई गर्दा चाहिँ यसो कोसेलीहरू पुरानो टाउकोहरू ल हाल्दै सुनिल दामी सुप भतिजले चाहिँ दामी सुप व्यवस्थापन है किचनमै पसेर खाइँदैछ होइन हौ दाइ आउनु न ल दाइलाई त के छ र व्यवस्थापन यही हुँदैछ ल साथी आजको भ्लग चाहिँ मलाई एड गर्नु है होइन देखाउनुलाई हेर्नुलाई केही पनि छैन अनि जे जस्तो भए पनि हेरेर इन्जोय गर्नु होला लाइक सब्सक्राइब गर्नु नबिर्सनु होला बाई बाई अनि आज चाहिँ भनेको फेरि हिजोदेखि फेरि आज पनि बेतिरै होइन 4 कलमतिर कुदिँदैछ पछाडि केटाहरू पनि छ होइन आज चाहिँ अलिक धेर ग्याङ भयो अनि हामी चाहिँ रेडी सेडी भएर हिँडिसक्यौँ है हौ बेल्ट छ नि घरमा छ तिम्रो अनि त्यसमा के लाउँथ्यो सधैँ ए ल यहाँ चाहिँ केटाहरू यहाँनिर चाहिँ एकदम रेडी भएर अघि आइसक्यो नि है चाहिँ घर छोडिसकेको रहेछ होइन यहाँको मान्छेहरू तरै छिरिसक्यो अनि मैले चाहिँ 1-2टा सुन्तला चोरेर खाइदिएँ है नि गर तर अमिलो रहेछ है सुन्तला चाहिँ साथी हो केटाहरूले चाहिँ आज छन् सुन्तला बाजे अघि पुगेर आउनुभएको अहिले आउनु पर्यो फेरि आउनु पर्ने अनि आउनु है बाजे नाच्नुपर्छ है सोल्टिनी तानेर बाजे सुनिल अनि अमिलो खाले एकदम यार A1 छ नि A1 हामीले चाहिँ खाइ नसकेर यो चोरेको सुन्तला चाहिँ फ्यालियो लास्टै अमिलो रहेछ क्या तर बेला हुँदै सुन्नु पर्यो है अझै पुग्न आँट्यौँ हामी चाहिँ बेगर होइन केटाहरू खाँदै बसिरहेको छ नि दामी भनेर होइन यहाँ चाहिँ दामी रहेछ यति घर छेउमा यति दामी रहेछ बेगरमा पुग्ने आँटिसक्यो कहाँ यहाँनिर हो रहे देखिहाल्यो जस्तो छ उनीहरू एटिट्युडले मारेको छ
खाना खाने ठाउँ चाहिँ दामी रहेछ नि त झन्डै त्यही खाना आँट्यो आज पनि फेरि फेरि एउटा थाल अमिलो अचार लगाइदिउँ यहाँ नै यहाँ ठाउँ छ त खाना सक्नु गाह्रो पऱ्यो गाइज खसी अरे हो खाना खाइसकेर दामी हाल्दो त्यसो नै केटाहरूले चाहिँ हाम्रो किचन यता हो हिरो रहेछ नि खाना बाँड्नेहरू पनि डेढा पो रहेछ त अनि डेढा नि टनेलभित्र अनि टमाटर कस्तो रातो रातो हुने दिउँसो चाहिँ होइन ल हामीहरू चाहिँ बेमा यसो रमाइलो गरेर हेरेर होइन अलिक रिमरिम भएछ यता ओह्रालो आयौँ होइन चाहिँ पसल ससल छ बेको घर चाहिँ यता माथि हो क्या निकै अनि यहाँनिर चाहिँ केटाहरू के खुवाउन भनेर आउनु भन्छ है सोल्टिनीहरू छोडेर आइयो भन्नु कसरी के खाने हो र चिया बिस्कुट पाएर बेमै पाउँछ त मासु भात त केटाहरूले टाइगर हान्दै अरे नि त दामी एक्सट्रिम र टाइगर एनर्जी ड्रिङ्क खाएर अनि माथि नै ल त साथी हो आजको जे जस्तो भ्लग भए पनि होइन हेरेर इन्जोय गर्नु होला लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला होइन अनि मैले भिडियो चाहिँ इन गर्न चाहेँ किनभने एकदम रात परिसक्यो खिच्नलाई केही पनि छैन अब भनेको अब रहेको भनेको कागे हान्ने हो हामीहरू ड्याङ कि ड्याङ नाच्ने हो सोल्टिन तान्ने हो होइन अनि त्यही हो ल बाई बाई सागुरो जस्तो छ होइन ल पाहुनालाई यहाँ तङमासङमा हुँदैछ म पनि पाहुनामा छिर्दिएको आज चाहिँ जो छ यहाँनिर फर्क्ने बेलामा चिया दामी